कोशी प्रदेशका विभिन्न सहरहरूबाट सुरु गरिएको ई-रिक्सा चालक लक्षित सचेतना तथा अनुगमन कार्यक्रमलाई निरन्तरता दिँदै हिजो सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीको उपस्थितिमा इनरुवामा आयोजित कार्यक्रममा लाइसेन्स विहीन ई-रिक्सा चालकहरूलाई सम्मान सहित लाइसेन्स लिन आग्रह गरिएको हो। मन्त्री भण्डारीले लाइसेन्स नभएका ई-रिक्सा चालकहरूलाई माला र खादा लगाएर सम्मान गर्दै अबदेखि नियम पालना नगरी सवारी नचलाउन स्पष्ट सन्देश दिनुभयो। म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी तपाईहरुको अगाडि नमस्कार गर्दैछु। दुई तीनटा कुरा अघि ट्राफिकको हिसाबले भन्नु, सिटी सफारी भनेको सार्वजनिक सवारी हो, कालो प्लेट हुन्छ, यो मान्छे बोकेर वारपार गर्नुपर्छ। यो बिना सफारी बिना हाम्रो मधेसमा तराईमा मान्छेको जीवन अब चल्दैन। त्यति जरुरी चिज हो यो। अब एकदमै जरुरी छ। तपाईहरुले मान्छेको सेवा गर्नुभएको छ, दुई चार पैसा कमाएर भात खाँदै हुनुहुन्छ, छोराछोरी पाल्दै हुनुहुन्छ, यो सबै कुरा ठिक छ। तपाईहरुको राम्रो होस्, तपाईहरुले राम्रो काम गर्नुस्, राम्रो पैसा कमाउनुस्। हामी सरकारको तर्फबाट तपाईहरुलाई हार्दिक शुभकामना छ। तर तपाईहरु धेरैसँग लाइसेन्स छैन हो, लाइसेन्स छैन, तपाईहरुसँग लाइसेन्स पनि छैन, अनि अर्को ब्लू बुक पनि नवीकरण गरेको छैन, बिमा पनि गरेको छैन, सवारी जाँच पास पनि केही गरेको छैन। यो तपाईहरुको लागि, तपाईहरुको चलाएको सिटी सफारीले लाइसेन्स नभइकन मान्छे मर्यो भने 5 वर्ष कम्तीमादेखि 10 वर्षमा जेल जानुपर्छ। घाइते भयो, अपाङ्ग भयो भने कम्तीमा 3 लाख रुपियाँ तिर्नुपर्छ, किनभने बिमा छैन। लाइसेन्स छैन त बिमा हुँदैन, लाइसेन्स छैन त जेल जानुपर्छ। यो नहोस् भन्नको लागि कोशी प्रदेशको सरकारले मात्रै अन्त छ, अरू छैन। पहिला के थियो, सिटी सफारीवालाले लिखित परीक्षा पास गर्नु पर्थ्यो हो, तपाईहरुलाई लिखित परीक्षा पास गर्न गाह्रो छ भनेर हामीले 6 महिना अगाडि नै अब सिटी सफारीको लाइसेन्स लिन लिखित परीक्षा लेख्नु पर्दैन। तपाईहरुले फारम भरे हुन्छ, तपाईहरुले फारम भर्न आउँदैन भने विराटनगरको अफिसमा जानुस्, इटहरीको अफिसमा जानुस्, हाकिम साहबहरु यही हुनुहुन्छ, हाम्रो अफिसमा फ्रीमा फारम भरिदिने काम हुन्छ, फ्रीमा। मन्त्री भण्डारीले लाइसेन्स बिना सवारी साधन चलाउँदा दुर्घटना भएमा बिमा गरिएको भए पनि बिमा दाबी मान्य नहुने स्पष्ट पार्नुभयो। उहाँका अनुसार सवारी चालकहरूसँग लाइसेन्स नभएको अवस्थामा स्वत कानुनी गल्ती ठहरिने भएकाले दुर्घटनाको जिम्मेवारीबाट उम्किन नसकिने बताउनु भएको छ। यसकारण कुनै पनि बहानामा लाइसेन्स नबनाई सवारी नचलाउन आग्रह गर्दै मन्त्री भण्डारीले नियम पालना नगरे भविष्यमा कडा कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनुभयो। सवारी साधनका धनीहरूले अनिवार्य रूपमा गर्नुपर्ने तेस्रो पक्ष बिमाको आवश्यकता, महत्व र फाइदाका बारेमा ई-रिक्सा चालकलाई सचेतना गराइएको यातायात व्यवस्था कार्यालय सवारी सुनसरीका प्रमुख मानबहादुर देवकोटाले बताउनु भएको छ। देवकोटाका अनुसार यो अभियान प्रारम्भिक चरणमा प्रेरणात्मक र सांकेतिक रूपमा मनोबल बढाउने उद्देश्यले सञ्चालन गरिएको हो। सचेतनामूलक कार्यक्रम मार्फत चालकहरूलाई नियम पालना गर्न उत्प्रेरित गरिएको उहाँले बताउनु भएको छ। अब बिस्तारै सचेत गराइसकेपछि आगामी अनुगमनमा आवश्यकता अनुसार दण्डात्मक कारबाहीमुखी प्रक्रियातर्फ पनि जानुपर्ने अवस्था आएको देवकोटाको भनाइ छ। सवारी साधन धनीहरूले गर्नुपर्ने बिमा, तेस्रो पक्ष बिमा जुन अनिवार्य छ, तेस्रो पक्ष बिमाको पनि हामीले उहाँहरूलाई चाहिँ उसको महत्त्व बुझाएका छौँ, सचेतीकरण गराएका छौँ र आगामी अब दोस्रो पटकको अनुगमनमा चाहिँ हामीले अहिले चाहिँ उत्प्रेरणात्मक रूपमा काम गरेका छौँ, साङ्केतिक मनोबल बढाउने काम गरेका छौँ। र बिस्तारै यसलाई हामीले चाहिँ उहाँहरूलाई चाहिँ सचेतीकरण गरिसके पछाडि दण्डात्मक रूपमा पनि हामी जानुपर्ने अवस्था आएको छ। सुरुको केसमा इनरुवा नगरपालिका अन्तर्गत रहेर सञ्चालन भएका सिटी सफारीहरूको प्रारम्भिक अनुगमन गर्दाखेरि अधिकांशसँग लाइसेन्स नभएको र धेरैसँग बिमा नगरेका
र चाहिँ नवीकरण आंशिक रूपमा नवीकरण गरेको पाइएको छ। यही पुस 11 गतेदेखि सुरु गरिएको ई रिक्सा सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै आएको यातायात व्यवस्था कार्यालय इटरी सवारी चालक अनुमति पत्रका प्रमुख सतीश सत्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सिटी सफारी चालकहरूलाई लाइसेन्स लिन सचेत गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। चालकहरूलाई नियम पालनातर्फ आकर्षित गर्न सरकारले करमा छुटको व्यवस्था गरेको र बिमा शुल्कमा समेत केही रकम घटाउने व्यवस्था ल्याउने तयारी भइरहेको उहाँले बताउनु भएको छ। नियमलाई सरल र व्यावहारिक बनाउँदै चालकहरूको सहभागिता बढाउने प्रयास भइरहेको सत्यालले बताउनुभयो। यो गत शुक्रबारदेखि हामीले शुभारम्भ गरेका छौँ। यो नियमित रूपमा हाम्रो हुने गइरहेको छ। यसमा चाहिँ सिटी सवारी चालकहरूलाई चाहिँ हामीले सचेतना फैलाउँ, ड्राइभिङ लाइसेन्स लिनुहोस्, के अरे आयकरमा छुटको व्यवस्था गरिएको छ, बिमामा पनि हामी केही रकम घटाउने प्रावधानहरू ल्याउँदैछौँ भने यावत विविध व्यवस्थाहरूलाई चाहिँ जानकारी होस्, सिटी चालकहरूलाई जानकारी होस् भन्ने उद्देश्यले नै हामीहरूले यो चाहिँ नियमित रूपमा अब यो चाहिँ हाम्रो नियमित रूपमा हप्तैपछि हुन्छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटरी सुनसरीका प्रमुख प्रहरी परीक्षक दीपक गिरीले सबै रिक्सा चालकहरूले आफ्नो नियम अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार सिटी रिक्सा सार्वजनिक सवारी साधन भएकाले यात्रु बोक्नका लागि मात्र प्रयोग गर्नुपर्ने र अन्य सामान ढुवानी गर्न नपाइने स्पष्ट पार्नुभयो। नियम उल्लङ्घन गर्दा दुर्घटना जोखिम बढ्नुका साथै कानुनी कारबाहीको सामना गर्नुपर्ने भएकाले सबै चालकलाई जिम्मेवारी बन्न उहाँले आग्रह गर्नुभएको छ। अब के छ भने यो जति पनि सिटी चालकहरू तपाईँहरू यहाँ हुनुहुन्छ, अब सिटी चालकहरू एकदमै धेरै हुनुहुन्छ सहरमा। अब हाम्रो जुन अब अहिले एसियन हाइवे भनेको छ, पहिले महेन्द्र राजमार्गको नामले चिनिने राजमार्गमा मान्छे पनि त्यहीँ हिँडिरहेको हुन्छ, त्यस पछाडि गाईबस्तु पनि त्यहीँ हिँड्छ, ठेला पनि त्यहीँ हिँड्छ, गोरुगाडा पनि त्यहीँ हिँड्छ। हजुरको ई रिक्सादेखि लिएर दुई पाङ्ग्रे साइकल मोटरसाइकलदेखि लिएर सम्पूर्ण ट्रक बस लहरीदेखि सबै सवारी साधन चल्छ। त्यसले गर्दा सबैले आफ्नो लेन पालना गरिदियो भने, सिस्टममा हिँडिदियो भने मात्रै सजिलो हुन्छ। अब यहाँको सिटी चालकहरूले सामान्यतया तपाईँहरूले बोक्ने भनेको प्यासेन्जर हो। प्यासेन्जर कुनैमा चारजना अट्ने होला, काहीँ 8जना 9जना अट्ने ठुलो खालको ई रिक्साहरू होला। तर यहाँहरूले के गर्नुहुन्छ भने धानका बोरा साङहरू हालेर लिएर हिँड्नुहुन्छ, यति लामो लामो बाँसहरू चाहिँ हुक लगाएर दायाँ बायाँ अड्काएर लिएर हिँड्नुहुन्छ, अनि फलामका रडहरू बोकेर हिँड्नुहुन्छ, पाइपहरू बोकेर हिँड्नुहुन्छ। त्यसो गर्दाखेरि के हुन्छ भने टर्निङमा मोडमा तपाईँले घुमाउँदाखेरि पछाडिबाट आइरहेको साइकल मोटरसाइकल पैदल यात्री बालबालिका ज्येष्ठ नागरिकहरू चाहिँ त्यसमा परेर दुर्घटना भएर चाहिँ मृत्युहरू भइरहेको छ। त्यसले गर्दा तपाईँहरूलाई कृपया तपाईँलाई जे प्रयोजनको लागि सिटीलाई लिएको हो, तपाईँहरूले मान्छे बोक्न लिएको हो, 4जना बोक्न छ, तपाईँको सिट क्यापेसिटी भयो भने 4जना बोक्नु पऱ्यो, 8जना छ भने 8जना बोक्नु पऱ्यो, मान्छे बोक्न बोकेको छ मान्छे बोक्नु पऱ्यो। यहाँहरूले चाहिँ अन्य प्रयोजन विपरीत चाहिँ तपाईँहरूले काम गरिदिनु भएन। यसको अलावा हजुरहरूले चाहिँ लाइसेन्स लिइरहनु भएको छैन। हुन त माननीय मन्त्रीज्यूबाट यो कुराहरू आउँछ। अब यहाँहरूलाई लाइसेन्सको हकमा अहिले चाहिँ अब लिखितको तपाईँको प्रावधान छैन। लाइसेन्स नलिकन गयो भने तपाईँको इन्सुरेन्सहरू क्लेम गर्न सकिँदैन, हामीले दिन मिल्दैन। अब यहाँ मादक पदार्थ सेवन गरेर लागु पदार्थ सेवन गरेर यहाँहरूले सिटी चलाउनु भयो भने पनि तपाईँहरूको चाहिँ अब समस्या पर्छ, तपाईँहरू जेल जान सक्ने सम्भावना हुन्छ घण्टा दुर्घटना हुँदाखेरि। त्यसले गर्दा यी कुराहरूलाई पालना गरेर ट्राफिक नियम पालना गरेर तपाईँहरूको सिटीलाई सम्बन्धित निकायमा नगरपालिकामा कहाँ दर्ता गर्नुपर्ने यातायातमा दर्ता गरेर लाइसेन्स लिएर आफ्नो के डकुमेन्ट्स हो कागजातहरू टाइममा रिन्यू गरेर त्यो अनुसारले चाहिँ चलाउनु होला।